हेलो साथीहरू सबैजनामा मेरो नमस्कार अनि तिहारको शुभकामना। सबैजना आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ म थोरै चामल भिजाएको छु सेल पकाउने भनेर। अनि म चाहिँ यहाँ अब यो चामललाई पिस्न लागेको छु। म यहाँ पिठो बनाउँदैछु हैन। पिठो चाहिँ यतिको भइसकेको छ। यो पिठोलाई चाहिँ खस्रो मसिनो मिलाएर बनाउनु पर्ने हुन्छ, तर खस्रो भन्दा बढी चाहिँ मसिनो नै बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। म मसिनो बढी बनाउँछु। लगभग 100% मा म 70% जस्तो चाहिँ मसिनो बनाउँछु, 30% जस्तो चाहिँ खस्रो पिठो बनाउँछु। खस्रो पिठो बनाउनको रास चाहिँ त्यो काँडेदार सेलरोटी बन्छ। अब चाहिँ मैले पिठो पनि पिसिसकेँ, पिठो तयार भइसक्यो। अब म यस्तै हल्का चलाउँदै छु। साथीहरू अब चाहिँ मैले यहाँ चिनीलाई पनि पिसिसकेको छु। यसरी चिनीको पनि मैले पिठो बनाइसकेको छु। चिनी चाहिँ तपाईहरुले स्वाद अनुसार लगाउन सक्नुहुन्छ, थोरै बढी कति मन पर्छ। अब चाहिँ मैले यहाँ घिउ राखेर पिठो मुस्दै छु। घिउ चाहिँ अलिक बढी नै भयो भने सफ्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मलाई नि खासै मजाले सेलरोटी पकाउन चाहिँ आउँदैन, तर पनि काम चलाउ चाहिँ म पकाउन सक्छु। अब चाहिँ यसलाई मजाले मुस्ने हो, सबैतिर घिउ लागोस्, सबै पिठोमा मजाले मिक्स गर्ने। साथीहरू अब चाहिँ मैले यहाँ चिनी एड गर्दैछु, तर चिनी चाहिँ धेरै भयो जस्तो लागेको छ मलाई। त्यही भएर मैले चाहिँ आधा मात्रै लगाउँदैछु पिठो, किनभने थोरै छ, बढी गुलियो खान सकिँदैन। तपाईहरुले चाहिँ अब स्वाद अनुसार लगाउन सक्नुहुन्छ। अब चाहिँ मैले हल्का थोरै पानी लगाउँदै पिठोलाई मुस्दै जाँदैछु। हल्का पानी लगाउने हो, थोरै गरेर। एकैचोटि धेरै लगायो भने चाहिँ अब गिल्लो पनि हुन सक्छ। अब चाहिँ सेलरोटी पोल्नको लागि पिठो चाहिँ रेडी भइसकेको छ। ब्याटर यतिको भइसक्यो। यसलाई चाहिँ यतिकै पोल्न पनि सकिन्छ, तर अझै 4-5 घण्टा भिजाएर राख्यो भने चाहिँ अझै राम्रो हुन्छ। त्यही भएर मसँग चाहिँ समय पनि भएको कारणले म यसलाई चाहिँ लगभग 5 घण्टा 4 घण्टा जस्तो चाहिँ छोपेर राख्छु, किनभने मसँग टाइम छ। अब चाहिँ मैले यसलाई राखेँ। पिठो छोपेर राखेको 4-5 घण्टा पछाडि चाहिँ अब म सेल पकाउन गइराखेको छु। अनि यहाँ चाहिँ मजाले अलिक बाक्लो भएछ पिठो अहिले भिजेर, त्यही भएर म अलिक पानी लगाएर यसलाई ठिक बनाउँछु पहिले। अब चाहिँ मैले यतिको सेल पोल्नको लागि पिठो ठिक गरिसकेँ हैन। यतिको भयो भने चाहिँ राम्रै बन्छ जस्तो लाग्छ मलाई। अनि म चाहिँ यहाँ अब पकाउन पनि थालिसकेको छु। आफै क्यामेराम्यान भएको कारणले गर्दा चाहिँ भिडियो खिच्नु अनि सेल पोल्नु तालमेल मिलाउन अलिक गाह्रो भइरहेको थियो मलाई। यतिको भएको छ सेल चाहिँ साथीहरू। मलाई खासै राम्रो सेप चाहिँ बनाउन आउँदैन, तर पनि मजाले पोल्ने मान्छेको लागि त यो पिठो एकदमै राम्रो भएको छ। मैले नि यतिको कोसिस चाहिँ गरेको छु साथीहरू, हेर्नुहोस्।
म चाहिँ डाडुले पोल्ने गर्छु सधैँ, अनि आज चाहिँ हातले नै पोल्नु भनेर हातले पोल्दैछु। तर हातले खासै राम्रो सेप दिन चाहिँ सकेको छैन। तर पनि अब यतिको काम चलाउँदा हुन्छ भनेर ठिकै छ भनेर मैले पोल्दैछु। यहाँ चाहिँ मैले अघि नै निकालेको सेल देखाउँदैछु साथीहरू। अब मैले पोलेको सेल चाहिँ यस्तो भएको छ साथीहरू हैन। यतिको चाहिँ पोल्न सकेको छु, योभन्दा राम्रो चाहिँ बनाउन सकिनँ। तपाईहरूले कस्तो पकाउनु भयो तिहारको सेल? अब चाहिँ यतिको भएपछि म यसलाई पल्टाउँदैछु। अब चाहिँ सेल सबै पाकेर रेडी भइसकेको छ साथीहरू। तपाईहरूलाई मैले पकाउने तरिका मन पर्यो या परेन, लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला।